सम्पूर्णमा नमस्कार। छिटो मिठो रेसिपिजमा यहाँहरूलाई स्वागत छ। आज हामी न्युरोको तरकारी बनाउन जाँदैछौँ। सबैभन्दा पहिला न्युरोलाई केलाइसकेपछि 3-4 पटक पखाल्नु नै पर्छ। मैले न्युरो पकाउन यहाँ भान्सामा उपलब्ध सामान्य सामग्रीहरू मात्र लिएको छु। कालो फलामको कराईमा अब म 1 ठुलो चम्चा घिउ लिन्छु। घिउ ताते लगत्तै यहाँ म मेथी फुराउँछु र लसुनको पत्ता सँगसँगै लसुनलाई पनि म फुराउँछु। लसुन रातो भएपछि अब हामी यसमा टमाटर राख्छौँ। मैले 2टा टमाटर राखेको छु। यो सबै हामी लो फ्लेममा गर्छौँ। केही बेर यसलाई चलाएपछि अब यसमा हामीले बेसा राख्नुपर्छ। बेसा राखेको केही समयपछि लाम्चो गरी काटेको खुर्सानी पनि हामी यसमा थप गर्छौँ। केही बेर यत्तिकै पक्न पनि दिनुपर्छ। अब यसमा हामीहरू स्वाद अनुसार नुन, जिरा धनियाँको धुलो पनि हालौँ। मसला डढ्न नदिन थोरै पानी एड गरेका छौँ हामीले। केही बेर चलाएपछि अब मसलाले पानी सोस्छ र तेल छोड्छ। मसलाले मजाले तेल छोड्न दिनुपर्छ। अब भने न्युरो राख्ने तयारी गर्नुपर्छ। न्युरोलाई केही बेर चलाउँ र त्यसपछि छोपेर नै पकाउनुपर्छ न्युरोलाई। बेला मौकामा ढक्कन उगारेर चलाउन भने छोड्नु हुँदैन। यो सबै हामी लो हिटमा काम गर्छौँ। बेला मौकामा ढक्कन निकाल्ने र चलाउने भने गरिराख्नुपर्छ। करिब 15 मिनटको पकाएपछि हाम्रो न्युरो लगभग तयार नै हुन्छ। हाम्रो न्युरो पाकिसकेको छ। अब लागौँ बिस्तारै प्लेटिङतिर। अन्त्यमा हाम्रो न्युरो यसरी तयार भएको छ। हजुरहरूले प्रतिक्रिया दिन नबिर्सिनुहोला र बनाएर एकचोटि पक्कै पनि ट्राई गर्नुहोला। धन्यवाद।